हेलो नमस्ते म श्वेता आज फेरि मेरो लाइफमा सोलो लाइफमा म एउटा होम मेकर लास्ट 25 इयर्सदेखि होम मेकर अब चाहिँ एउटा प्राउड डिजिटल बिजनेस ओनर पनि छु यो बिजनेस स्टार्ट गरेको मलाई अलमोस्ट 4 मन्थ्स हुन लाग्यो अनि बिजनेस स्टार्ट गरेको दिनदेखि अहिलेसम्म मेरो लाइफमा मैले धेरै कुराहरू सिक्न पाएँ मेरो लाइफ एउटा नयाँ डाइरेक्सनतिर गइरहेछ धेरै ग्लोबली मैले इन्टरेक्ट गर्न पाइरहेछु अनि त्यही भएर मैले यो बिजनेसलाई मार्केटिङ गर्नलाई आज यो लाइफ बसेको छु हाम्रो बिजनेसको प्लेटफर्मै मार्केटिङ गर्ने हो अब धेरैजनाले धेरै कुराहरू शङ्का लागेको हुन्छ यो बिजनेसको बारेमा त्यही शङ्काहरूलाई नै म अलिकति हाइलाइट गर्दै त्यही शङ्काहरू केही कुरामा केही बारेमा म कुरा गर्न चाहन्छु धेरै मान्छेहरू मलाई यस्तो मेरो फेसबुक पेजहरूमा फलो गर्नुहुन्छ उहाँहरूले हेर्नुहुन्छ मैले इङ्ग्लिस बोलिरहेछु अनि उहाँहरूले मलाई दिदी मलाई त इङ्ग्लिस त्यति आउँदैन यो प्लेटफर्म मेरो लागि होइन भनेर पनि मलाई भन्नुहुन्छ अनि म उहाँहरूलाई भन्न चाहन्छु कि मलाई इङ्ग्लिस आउँछ भन्नेमा तपाईले पनि आउनुपर्छ अनि तपाईँ यो बिजनेस इङ्ग्लिस नआइकन तपाईँ यो बिजनेस चलाउन सक्नुहुन्छ भनेर त्यो एकदमै धारणा तपाईको रङ हो तपाईँ आफ्नो नेपाली ल्याङ्ग्वेजमा कि अरू कुनै ल्याङ्ग्वेजमा यो बिजनेसमा आउनुहोस् किनकि हामी ग्लोबली 2,50,000 मान्छे छौँ सबैलाई नै इङ्ग्लिस आउँछ भनेर छैन नि अनि त्यही भएर म त्यही भन्न चाहन्छु तपाईले नेपाली ल्याङ्ग्वेज आउँछ त्यसैमा आउनुहोस् म तपाईँ मसँग जोड्नु भयो भने अनि म तपाईँ ढुक्क भएर जोड्नुहोस् म तपाईलाई मेन्टर भएर तपाईलाई सबै तपाईको जुन ट्रेनिङहरू हुन्छ हाम्रो त्योहरूमा पनि हेल्प गर्नेछु तपाईको बिजनेस तपाईको आफ्नै बिजनेस सेटअप गर्नमा म तपाईलाई पुरै सपोर्ट गर्नेछु त्यस्तै हामी यो कम्युनिटी एउटा ठुलो कम्युनिटी छ एकअर्कालाई सपोर्ट गरेर नै हामी यस्तो चलाउँछौँ अनि अर्को कुरा यो बिजनेसको बारेमा हामीलाई केही पनि आइडिया छैन मेरो प्रोफेसनल ब्याकग्राउन्ड त अर्कै हो यो बिजनेस ब्याकग्राउन्ड होइन म एउटा जब गर्ने हो म के भन्न चाहन्छु भने तपाईँ जुनसुकै प्रोफेसनमा हुनुहुन्छ तपाईँ त्यो प्रोफेसनलाई नै अहिले तुरुन्तै छोडेर यो बिजनेसतिर लाग्नु पर्दैन यो एज अ प्लान बी जस्तै तपाईँ सुरु गर्दा हुन्छ अनि एज अ प्लान बी जस्तै सुरु गर्नुहोस् अनि यो बिजनेस मा यस्तो पर्टिकुलर यही प्रोफेसनबाट हुन्छ भनेर छैन यहाँ यो मेरो कम्युनिटीमा अहिले डक्टर इन्जिनियर आइटी प्रोफेसनल्सहरू नर्सेसहरू अनि जुनसुकै होममेकर म एउटा होममेकर हो होममेकर भयो टिचर भयो जुनसुकै प्रोफेसनल ब्याकग्राउन्डबाट हुनुहुन्छ एउटा तपाईँ सलुन चलाइराख्नु भएको छ तपाईँ कस्मेटोलोजिस्ट हुनुहुन्छ कि तपाईँ हेयर स्टाइलिस्ट हुनुहुन्छ जुनसुकै तपाईँ प्रोफेसनल ब्याकग्राउन्डमा हो यो बिजनेस तपाईँ मजाले स्टार्ट गरेर चलाउन सक्नुहुन्छ अनि त्यही भएर यस्तो एउटा पर्टिकुलर प्रोफेसनकै मान्छेले यो बिजनेस गर्छ भनेर त्यस्तो छैन अनि अर्को कुरा मलाई यस्तो अहिलेको टेक्नोलोजिजहरू टुल्सहरू एप्सहरूको धेरै जानकारी छैन अब यो सोसियल मिडियामा मार्केटिङ गर्नलाई कन्टेन्टहरू बनाउन त त्यो चाहिन्छ टुल्सहरूको जानकारी चाहिन्छ त म के भन्न चाहन्छु भने हाम्रो यो प्लेटफर्म यस्तो सिस्टमेटिक प्लेटफर्म छ यहाँ यति धेरै ट्रेनिङहरू छ तपाईले हरेक टुल्सहरूको ट्रेनिङ पाउनुहुन्छ स्टेप बाई स्टेप ट्रेनिङ पाउनुहुन्छ मलाई पनि केही पनि एप्सहरू चलाउन यस्तो म फर्स्ट डे यो कन्टेन्ट हाल्ने बेलामा केही कन्टेन्ट हाल्ने म पनि लस्ट थिएँ बिस्तारै प्र्याक्टिस हुँदै गयो अहिले त्यो कन्टेन्ट्सहरू बनाउन गर्न मलाई रमाइलो पनि लाग्छ अनि इजी पनि भएर गएको छ त्यसैले यो प्लेटफर्म हाम्रो मात्र बिजनेस प्लेटफर्म होइन यो एउटा लर्निङ एन्ड ग्रोइङ प्लेटफर्म छ तपाईँ यही प्लेटफर्म
को ट्रेनिङबाट सिक्नुहुन्छ अनि यही प्लेटफर्ममा तपाईँ त्यो ट्रेनिङ्सहरू कोलाई युज गरेर तपाईँ आफ्नो बिजनेसलाई बढाउनुहुन्छ। त्यसैले तपाईले त्यो कुरामा तपाईँ ढुक्क हुनुहुन्छ। अनि धेरैले भन्छ यसमा त बिजनेस छ भनेर, बिजनेसलाई त अब इन्भेस्टमेन्ट चाहिएर नि बिजनेस हामीले गर्ने हो भनेर। हो, त्यो त पक्कै कुरा हो, इन्भेस्टमेन्ट चाहिन्छ। तर हाम्रो यो प्लेटफर्मले धेरैवटा इन्भेस्टमेन्ट प्लान्सहरू दिन्छ। तपाईले कुन प्लान तपाईको लागि सुट गर्छ त्यही प्लानमा तपाईँ चल्ने हो, त्यही प्लानको अनुसार तपाईँ इन्भेस्टमेन्ट गरेर यो बिजनेसलाई स्टार्ट गरेर तपाईँ आफ्नो बिजनेसलाई बढाउने हो। त्यसैले हाम्रो एउटा फिक्स इन्भेस्टमेन्ट प्लान छैन। तपाईलाई बुझ्नलाई तपाईँ यो प्लेटफर्ममा छिर्नुपर्छ। तपाईँ बुझ्नुस्, त्यसको इन्भेस्टमेन्ट प्लान्सहरू पनि बुझ्नुस् अनि तपाईँ त्यो बिजनेसमा अगाडि बढ्नुस्। अनि अरू कुरा एउटा अरू हुन्छ भने यो अब म त यस्तो यति एजमा आइपुगेँ, आई हेभ अलरेडी क्रस्ड 45, अहिले त मेरो अब रिटायरमेन्ट टाइम छ, अब अहिले म यो नयाँ कुराहरूमा किन छिर्ने? म भन्न चाहन्छु यो रिटायरमेन्ट तपाईँ प्लान गरिराख्नु भएको छ भने दिस इज द राइट टाइम तपाईँ यो बिजनेसमा छिर्नलाई। किनकि रिटायरमेन्ट प्लान गरेपछि पनि तपाईँ आफ्नो जीवनभरि यति एक्टिभली तपाईँ आफ्नो प्रोफेसनल फिल्डमा हुनुहुन्थ्यो भने अहिले रिटायरमेन्टको बेलामा पनि तपाईँ आफ्नो घरमा आफ्नो कम्फर्ट जोनमा बसेर मजाले 2-3 घण्टा पनि दिएर यो बिजनेसमा चलाउन सक्नुहुन्छ। त्यसैले रिटायर्ड मेरो प्लेटफर्ममा कतिजना म जोडिसकेका छु जो आफ्नो रिटायरमेन्ट फेजमा अनि यो बिजनेसलाई मजाले चलाइराख्नु भएको छ। किनकि उहाँहरूसँग टाइम हुन्छ, त्यो टाइमलाई पनि उहाँहरूले युटिलाइज गरिराख्नु भएको छ। अनि पर्सनल ग्रोथ कतिको भइरहेछ, उहाँहरू इन्टरेक्ट गर्नुहुन्छ, पुरै ग्लोबली इन्टरेक्ट गर्नुहुन्छ। रिटायरमेन्टमा के हुन्छ भने झन् तपाईँ लोनली फिल गर्न थाल्नुहुन्छ, बिकज आफ्नो प्रोफेसनल लाइफमा तपाईँ सधैँ धेरैहरूसँग इन्टरेक्ट गर्नुहुन्थ्यो, एउटा मान्छेहरूसँग तपाईँ घेरिरहेको हुन्थ्यो। तर रिटायरमेन्ट भएपछि तपाईँ घरमा लोनली पनि फिल गर्न सक्नुहुन्छ। त्यही भएर है तपाईँ त्यस्तो फेजमा त झन् तपाईँलाई इन्टरेक्सन चाहिन्छ। अनि यो बिजनेसमा तपाईँ छिर्नुभयो भने इन्टरेक्सन्सहरू म्याक्सिमम इन्टरेक्सन्सहरू पाउनुहुन्छ आफ्नो कम्युनिटीसँग, कम्युनिटी बाहेक ग्लोबली इन्टरेक्सन्स पाउनुहुन्छ। जस्तो अहिले म एउटा ग्लोबली कम्युनिटीसँग जोडेको छु अनि इन्टरेक्ट गरिराखेको छु। म पनि आफ्नो 50sमा छु अनि म त सधैँ होम मेकर भएर बसेको थिएँ। त्यसैले एउटा मलाई लाग्थ्यो कि अब मेरो बाँकीको फ्युचर पनि, किनकि बच्चाहरू आफ्नो आफ्नो लाइफमा उनीहरू सेट हुन थालेको छ, उनीहरूको आफ्नो करियर हुन्छ, उनीहरूको आफ्नो फ्यामिली हुन्छ। झन् यो बेलामा हामीलाई इन्टरेक्सन्सको, एउटा कम्युनिटीको आवश्यकता हुन्छ। त्यही सोचेर मैले पनि आफ्नो लाइफलाई त्यही प्लान गरेर मैले यो बिजनेसमा अगाडि बढेको छु। किनकि अब यो फेजमा जुन बेला हामीलाई टाइम पनि हुन्छ अनि अरू हाम्रो बच्चाहरू पनि आफ्नो आफ्नो लाइफमा व्यस्त हुन्छ, त्यो बेला हामी होम मेकर्सहरूलाई एकदमै कम्युनिटीको आवश्यकता हुन्छ, जहाँ हामी इन्टरेक्ट गर्न सक्छौँ, आफूलाई आएको कुरा हामी सेयर गर्न सक्छौँ, अरूसँग सिक्न सक्छौँ। त्यही भएर यो बिजनेस तपाईको सङ्ख्याहरू जे पनि छ, तपाईँ मेरो वेबसाइटको लिङ्क दिएको छ, त्यसमा आफ्नो नाम र इमेल राखेर रेजिस्टर गर्नुहोला, मसँग जोड्नुहोला कि कमेन्टमा पनि तपाईँले मेसेज गर्न सक्नुहुन्छ। अनि मसँग जोडेर तपाईँ यो बिजनेसको आइडिया लिनुहोस् अनि आफ्नो बिजनेसलाई स्टार्ट गर्न तपाईँ इच्छुक हुनुहुन्छ भने यो एउटा डिजिटल बिजनेस प्लेटफर्म हो। त्यहाँ तपाईँ आफूलाई इनरोल गरेर आफ्नै बिजनेस स्टार्ट गर्नुहोस्, आफै बिजनेस ओनर भएर तपाईँ आफ्नै बस भएर यो बिजनेस स्टार्ट गर्नुहोस्। अनि यो हामी
धेरैजनाले सोध्छ हामीले अरू अनलाइन बिजनेसहरू जस्तो सेल प्रोडक्ट्सहरूलाई सेल गर्नुपर्छ, अनलाइनहरूमा उनीहरूको मार्केटिङ गर्नुपर्छ, प्रोडक्टहरूको डिस्क्रिप्सन दिनुपर्छ, मार्केटिङ गर्नुपर्छ, उनीहरूलाई डेलिभरी गर्नुपर्छ। हाम्रो त्यस्तो होइन। प्रोडक्ट्स हामी एउटा यस्तो कम्पनीसँग एफिलिएटेड छौँ कि जो 50-51 वर्ष पुरानो कम्पनीसँग एफिलिएटेड छौँ। हामी उहाँको मात्रै मार्केटिङ गर्छौँ। हामी आफ्नो यो सोसियल मिडिया प्लेटफर्म्सहरूको मार्फतबाट हामीले यो मार्केटिङ गरिरहेछौँ। मेरो बिजनेसको म मार्केटिङ गरिरहेछु। बुझ्नुभयो तपाईँहरूले? यो मेरो बिजनेसमा कुन बिजनेसमा हात हालेको छ मैले, यो बिजनेसको मैले मार्केटिङ गरिरहेछु। अनि यो मार्केटिङ गरेर हामी तपाईँहरूलाई आफ्नो बिजनेससँग जोड्ने इच्छा राख्छौँ। तपाईँहरू मेरो बिजनेससँग जोड्नुहोस्, बुझ्नुहोस्, तपाईँहरू पनि आफ्नै बिजनेस स्टार्ट गर्नुहोस्। अनि मैले गरे जस्तै यस्तै सोसियल मिडिया प्लेटफर्महरू मार्फत तपाईँहरू आफ्नो बिजनेसलाई प्रमोट गर्नुहोस्, मार्केटिङ गर्नुहोस्। त्यही मात्रै हो। अनि तपाईँ धेरैजनाले भन्छ अब सोसियल मिडियाहरूमा हामी थरीथरीको छौँ, थरीथरीको कन्टेन्ट्स हाल्छौँ। अनि कसैलाई नाच्न मनपर्छ, कसैलाई आफ्नो टिकटक भिडियोजहरू बनाउन मनपर्छ, कसैले सबै आफ्नो आफ्नो तरिकाले सोसियल मिडियामा मार्केटिङ गरिरहेको हुन्छ। त्यसैले तपाईँलाई जुन तरिका तपाईँलाई मन लाग्छ त्यही तरिकाले नै तपाईँ आफ्नो मार्केटिङ गर्ने हो। तपाईँ आफ्नो लाग्छ कि म यो मार्केटिङ सोसियल मिडिया प्लेटफर्मबाट गर्न सक्दिनँ, ठिकै छ। तपाईँ आफ्नो मार्केटिङ पनि हुन्छ। आफ्नो बिजनेसको बारेमा तपाईँ आफ्नो फ्यामिली फ्रेन्ड्सहरूलाई सेयर गरेर उनीहरूलाई आइडिया सेयर गरेर त्यस्तो पनि हामी यो बिजनेस चलाउन सक्छौँ। त्यसैले यो एकदम फ्लेक्सिबल बिजनेस हो। तपाईँ यो प्लेटफर्मभित्र छिरेर मात्रै तपाईँलाई आइडिया हुन्छ कसरी एक्ज्याक्टली यो बिजनेस चल्छ भनेर। त्यसैले हजुरहरू तपाईँ मलाई वाच गर्नेहरू यो बिजनेसको बारेमा सोच्नुहोला अनि मसँग जोड्नुहोला। आजको लागि म यही मेरो कुरा एन्ड गर्छु। त्यसैले तपाईँहरू आफ्नो आफ्नो ध्यान राख्नुहोस्। स्टे ब्लेस्ड। बाई बाई फर नाउ। थ्याङ्क यू।